नमस्ते सबैजना। आजको यो अत्यन्त पावन र विशेष दिन महाशिवरात्रिको अवसरमा हामी आफ्नै घरमा रहेको पवित्र विश्वम्भर महादेव मन्दिरमा पूजा आराधना गर्दैछौँ। महाशिवरात्रि भनेको एउटा पर्व मात्र होइन, यो आस्था, विश्वास र भक्तिको गहिरो अनुभूति हो। आजको दिन भगवान महादेवलाई सम्झने, उहाँको महिमा गाउने र मन शुद्ध बनाउने दिन हो। आज बिहानैदेखि नै हाम्रो घरको वातावरण धूपको सुगन्ध, घन्टीको ध्वनि र मन्त्रको गुन्जनले एकदमै शान्त र आध्यात्मिक बनेको छ। हेर्नुहोस् मेरी प्यारी छोरीलाई, ऊ कति ध्यान दिएर, कति श्रद्धा र विश्वासको साथ विधिपूर्वक पूजा गर्दैछ। प्यारी छोरीमै यस्तो भक्ति देख्दा आमाको मन गर्वले भरिन्छ। हामीले दिने संस्कार र सिकाइ यस्तै सुन्दर क्षणहरूमा देखिन्छ। आज हामीले शिवलिङ्गमा जलार्पण गर्यौँ, पवित्र बेलपत्र चढायौँ, धूप दीप बाल्यौँ र ओम नमः शिवाय जाप गर्दै मनका सबै कामना भगवान महादेव समक्ष राख्यौँ। पूजाको बेला मन आफै शान्त हुँदै जान्छ, चिन्ता हराउँदै जान्छ र भित्रबाट एउटा सकारात्मक ऊर्जा महसुस हुन्छ। यस्तो लाग्छ महादेवको कृपाले हाम्रो घर नै आशीर्वादले भरिएको छ। आजको यो पूजा केवल एउटा धार्मिक विधि मात्र होइन, यो हाम्रो परिवारको आस्था, माया र एकताको प्रतीक पनि हो। मेरी प्यारी छोरीलाई यसरी पूजा गर्दै देख्दा मलाई लाग्छ हामीले सही संस्कार दिन सकेका छौँ। यही नै जीवनको सबैभन्दा ठुलो खुसी हो। समय कति छिटो बित्छ। आज खिचेका यी साना साना भिडियो र फोटाहरू भोलि गएर अमूल्य सम्झना बन्नेछ। त्यसैले यो सुन्दर पललाई मैले यो मिनी ब्लग मार्फत कैद गर्दैछु, ताकि भविष्यमा हेर्दा यी मिठा यादहरू फेरि ताजा बनुन्। महाशिवरात्रिको यो पावन अवसरमा भगवान महादेवले तपाईँ हामी सबैको जीवनमा शान्ति, स्वास्थ्य, सफलता र समृद्धि प्रदान गरून्। तपाईहरू जहाँ हुनुहुन्छ आजको दिन भक्तिभावले महादेवलाई सम्झनुहोस्, मनबाट प्रार्थना गर्नुहोस्, उहाँको कृपा अवश्य प्राप्त हुनेछ। यदि तपाईलाई हाम्रो यो सानो प्रयास मन पर्यो भने कृपया लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को सुन्दर भिडियोमा। जय शम्भो, हर हर महादेव, ओम नमः शिवाय।